कपालहरू चाहिँ बसिरहेको हुन्छ क्या भन्नु अहिले बाटोमा भेट भइदियो भने झन् है अन्त बबाल लाग्ने ठाउँ चाहिँ यस्तो पिस लाग्छ मलाई त्यो ठाउँ होइन मैले देखाउँछु हजुरलाई अगाडि गएर So hello and what's up everyone, this is Sahan vlog back with another video. सबैलाई माया छ मनदेखि है अनि प्लस आज चाहिँ 2 हप्तापछि चाहिँ मैले एउटा भिडियो हाल्न छु अनि म भर्खरै उठे चाहिँ मैले इन्ट्रो चाहिँ कति 3 दिनपछि बनाइरहेको थिएँ अनि त्यति बेला बनाएको इन्ट्रो चाहिँ कस्तो भयो भनेपछि स्क्रिन हुन्छ नि मोबाइलको स्क्रिनमा त्यो व्हाइट एङ्गल भन्दा नि अर्को 1x मा जुम भएछ कि 1x मा जुम भएर चाहिँ अनि त्यो फेस मात्र देखिरहेको थियो त्यही भएर त्यति बेलाको इन्ट्रो हल्का क्लिप चाहिँ भएन अनि प्लस हामी त्यो दिन चाहिँ कहाँ भन्छ काँक्रेबिहार गएको थियौँ अनि काँक्रेबिहार नि भाइ आएको थियो उता जागरदेखि रमाइलो छ ब्लग चाहिँ होइन सबैलाई माया छ भिडियो चाहिँ स्किप नगरेर हेरिदिनु होला लास्टसम्म नयाँ ब्लगहरू पनि आउँछ लेट्स गो यो चाहिँ हाम्रो संसार भाइको घर होइन यहाँ चाहिँ भाइहरू बस्छन् होइन अनि त्यो के भन्छ जागरको भाइ के छ यो चाहिँ हाम्रो भाइहरू होइन संसार भाइहरू घर जागरकोट हो क्या उनीहरू घर उता यार काँक्रेबिहारसम्म के छ त पढाइ अनि के अरे इक्जाम कस्तो गऱ्यौ सो हामी चाहिँ हेरिरहेछौँ होइन अनि त्यो भाइहरू चाहिँ यस्तो हो क्या अनि फर्स्ट सेमिस्टरको के भन्छ त्यो एग्रिकल्चर पढिरहेको एउटै सेन्टर परेको क्या इक्जाममा यहाँ लाठीपहिले अनि मेरो सेन्टर त्यहीँ परेको यिनीहरू चाहिँ यो फर्स्ट नयाँ ब्याच भनौँ न भाइहरू अनि हामी चाहिँ पुरानो ब्याच सँगै गर्थ्यौँ क्या यहाँदेखि जाँदाखेरि यो बाटो गएको यहाँदेखि लाठीपहिलेसम्म अहिले हिलो छ यार यहाँ ल जुत्ता लागुलाई त गाह्रो पर्ने भयो त्यसले त चप्पल लाग्छ के अरे होइन त्यही भएर यो घरमा नि एउटा केटी छ होइन तालजा लगाएर उ गरे रहेछ यो चाहिँ यस्तो बवाल हुन्छ यार पछि आमा हरियाली क्या पुरा धान लगाएको हुन्छ नि त्यो भागमा पुरा खाली छ अनि सो गाइस वी आर इन भाइरल रोड के अरे वी आर इन भाइरल रोड होइन अनि सो भाइरल रोड चाहिँ यही हो अनि पछि बवाल हुन्छ क्या यो के भन्छ यताउता धानहरू हुन्छ नि त धानहरू के हुन्छ अनि त्यो भयो भने चाहिँ बिचदेखि रोड अनि यताउता हरियाली हुन्छ सही देखिन्छ क्या यहाँदेखि टक्क हामीले मैले एउटा पहिलाको त भलक बनाएको थिएँ त्यो अनि धेरै पुरानो भइसक्यो अहिले भाइरल रोड चाहिँ अहिले नामको भाइरल रोड छ कामको चाहिँ छैन होइन किनभने यहाँको अहिले केही नै काम छैन अनि सो हामी यहाँदेखि जानुपर्ने हुन्छ त्यो जङ्गलमा गएर चाहिँ सर र भित्रभित्र छ मेरो बेस्ट के तु सबभन्दा बबाल लाग्ने ठाउँको यस्तो पिस लाग्छ मलाई त्यो ठाउँ होइन मैले देखाउँछु हजुरलाई अगाडि गएर के हो यस्तो दामी छ नि आमा कसम होइन यति मलाई सही लाग्छ त्यो ठाउँ चाहिँ होइन मैले चाहिँ त्यो पनि देखाउँछु हजुरलाई अगाडि गएर अनि त्यही भएर सो भ्लग चाहिँ राख्नु होला यस्तै आफूलाई चाहिँ त्यस्तो के भन्छ त्यो कमेडी गर्न आउन्न रतन कार्कीहरू जस्तो होइन अलिक गफ चाहिँ हान्न आउँछ कमेडी चाहिँ गर्न आउन्न अब कसैलाई त्यस्तो लाग्छ होला होइन ल्याङस्याङ लाग्छ होला त्यही भएर स्किप चाहिँ नहानिदिनु होला भन्ने कुरा हो मेरो पनि होइन अनि सो त्यही नै हामी चाहिँ यहाँ काँक्रेबिहार नजिक पुग्न आँटिसकेछौँ गर्मीले टाउको हानिसकेछ अब चाहिँ हामी स्थलमा घुस्नेछौँ जङ्गलमा घुस्नेछौँ अनि जङ्गल चाहिँ एकदम पिस छ एकचोटि मैले जङ्गलमा जरायो देखेको भए भैँसी भन्दा पनि ठुलो माने कता सिङ्गल ट्री पनि यतै हो काँक्रेबिहार यतै हो सब घुम्ने ठाउँहरू यतै छ धेरै आएर होला मलाई त त्यस्तो लाग्दैन उसलाई चाहिँ कस्तो लागिरह हाम्रो लागिरह पिस मलाई चाहिँ पिस फिल गरेर उसले चाहिँ होइन मलाई चाहिँ त्यस्तो घुम्न मन थिएन अनि उसको लागि भयो नि गइदिन त भन्ने कुरा आयो त्यही भएर अनि जुन जन्तरमा चाहिँ यहाँ भर्ना खोलिसकेको रहेछ नयाँ आदर्श स्कुल बोर्डिङको हामी चाहिँ त्यो सुर्खेतको लास्ट साइडमा छौँ बजार साइड हुन त यो माथिको नि बजार साइड होइन पिपेरा भन्ने होइन गाउँ नै हो बजार साइड चाहिँ उता छ क्या किन हामी चाहिँ माथ जानुपर्ने हुन्छ अनि यो नजिक छ क्या यहाँदेखि सर्टकट बाटो भनौँ न सर्टकट सधैँ म यहीँदेखि नै जान्छु अब चाहिँ हामीलाई त्यस्तो गर्मी हुँदैन हामीलाई त्यति टेन्सन छैन अब चाहिँ हामी किनभने जङ्गल साइडमा आइसक्यौँ अनि शीतलको महसुस पनि अहिले भइसकेको छ लाइक यो ठाउँ चाहिँ अर्को कुराले नि भाइरल छ कि काँक्रेबिहार भन्ने कुरा होइन अब टु बी अनेस्ट होइन किन धार्नु यो ठाउँमा चाहिँ के भन्छ त्यो कपालहरू चाहिँ बसिरहेको हुन्छ क्या भन्नु अहिले बाटोमा भेट भइदियो भने झन् है हुनसक्छ होइन जङ्गल चाहिँ यहाँ खडेरी परिसकेको रहेछ हरियाली भन्ने कुरा छैन यहाँदेखि छ बाटो तर हामी चाहिँ पछाडि साइडदेखि जान्नौँ किनभने मेरो फेभरेट बेस्ट ठाउँ चाहिँ अगाडि छ त्यो ठाउँमा मेरो जाने इच्छा चाहना हो
केटी भेट्ने त हाम्रो बाहना हो, तर पहिलोचोटि आएकोलाई त डर लाग्दो जङ्गल छ। अनि सो मैले एउटा के अरे अनाउन्स गर्ने भने चाहिँ अनि म अनि सिद्धै हुनुहुन्छ अनि सायद अर्को यामु भन्ने साथी छ, उसले चाहिँ एउटा कोलाबरेसन हान्न लाग्छ। कोलाब भने नि कस्तो भनेपछि हाम्रो रोशन दाईको लागि चाहिँ एउटा ट्रिब्युट सङ होइन डेडिकेटेड गरेर उसको लागि चाहिँ एउटा भिडियो सहित के। अनि त्यो मैले लेखिरहेको छु होइन, अनि मैले कहिले ऱ्याप हाने होइन, अनि हिजो हल्का ट्राई गरेको, त्यही पनि कस्तो नर्भस भएको होइन, नगरेको चिजहरू एकचोटि गर्दाखेरि चाहिँ कस्तो डरलाग्दो टाइपको हुँदो रहेछ क्या। त्यस्तो ब्रेथ कन्ट्रोल पनि नहुने त्यो हान्दाखेरि होइन। अनि त्यस्तो भएको थियो। अनि दाइले चाहिँ लेखिसक्यो होला, सिप दाइले चाहिँ आफ्नो भर्जहरू होइन, अनि मैले चाहिँ मेरो घर जान्छु होला 33 सेकेन्डको। सो त्यही आउँदैछ जेठ पहिलो हप्तासम्म भने चाहिँ मैले होइन एउटा पोस्ट पनि गरेको थिएँ। त्यही आउँछ, भिडियो सहित आउँछ। भिडियो पनि दामी बनाउने कुरा होइन, कन्सेप्ट लाएर गिम्बल सिम्बल सबैको के भन्छ त्यसको गरेर क्या म्यानेज गरेर। सो मैले भन्दा थिएँ नि यहाँ खतरा ठाउँ छ भनेर, देख्न सक्नुहुन्छ पिस छ क्या। अनि यस्तोमा आउनु त अनि केटाकेटीहरू होइन, आउने नै यस्तैमा हो नि कपालहरू, के अरू ठाउँ पाउँदैन होइन। सो मजाक गरेको त्यस्तो नराम्रो नसोचिदिनु होला। सो अगाडि चाहिँ सिङ्गल ट्री छ होइन, यो पनि पिकनिक स्पोट टाइपको त्यस्तै त्यस्तै भनौँ न यताको नि, त्यस्तै हो। मान्छेहरू हुन्छ यहाँ टन्न केटाकेटीहरू साथीहरू रमाइलो हान्ने टाइपको ठाउँ छ क्या। यहाँ देख्न सक्नुहुन्छ अगाडि बसिरहेको नडाक नमुहार। सर्पा सो मैले भनेको बब्बाल ठाउँ चाहिँ यही हो होइन, मलाई यो ठाउँ चाहिँ बब्बाल लाग्छ क्या। आमा यस्तो पिस देखिन्छ, रोक्न रोक है, यस्तो दामी देखिन्छ होइन, सही छ क्या। फुल्यो भने त झन् बब्बाल क्या, हेर्नु न आफै। यताउता रुख्छ, बिचदेखि मात्र बाटो गइरहेको क्या, पछाडि यस्तो छ होइन। अनि यता तल सिङ्गल ट्री भइसक्यो, क्या सही छ नि होइन। सो हामीले चाहिँ 1-2वटा भिडियो बनाउनु पर्ने हुन्छ। अनि यता यत्रो जङ्गल छ, के भन्छ डर लाग्दो क्या। जङ्गलमा हरायो भने चाहिँ नआएको मान्छे चाहिँ हराउँछ क्या, उसलाई थाहा हुन्न नि त के हो कता हो भन्ने कुरा। त्यो भएर दामी छ है, मस्त होइन, पिस छ क्या। सो हामी चाहिँ तलदेखि चाहिँ सर्टगन हानेर माथि काँक्रेबिहार छिर्न लाग्यो। अनि यहाँदेखि चाहिँ धेरै टाइम लाग्दैन क्या। सो अनि यहाँदेखि चाँडो जाने भन्ने कुरा हो। अनि यस्तो जङ्गल छ, मैले यहाँनिर यो त्यो भैँसी जत्रो जरायो देखेको भने अहिले त्यहाँ गर्मीले बोली पनि आइरहेको छैन, पहिला यतातिर आइन्थ्यो भनौँ न। यस्तो यहाँ त बाघहरू पनि पाउँछ क्या, कहिलेकाहीँ बाघहरू लायनहरू होइन, काहीँ नभएको लायन पनि यहीँ हुन्छ। गर्मी भइसकेको छ यसमा ठाडो। सो हामी चाहिँ सर्टगन हानेर माथिको बाटोमा आइसकेका छौँ। सास पनि पुरा के भन्छ त्यो बोल्नै नसक्ने भइसक्यो क्या। यहाँ अगाडि रोड भेटिसकेको छ काँक्रेबिहार जाने। सो आजभोलि चाहिँ कस्तो धेरै चेन्ज भएको क्या यार। यो अन्त यो के अरे गर्मी समयमा भएर नि होला, कस्तो पहिला कस्तो भ्यू नै के, पहिला हरियाली क्या दामी हुन्थ्यो होइन। अनि सो रोड चाहिँ यही नै हो। अनि कतिचोटि आइसक्यो म यहाँ होइन, धेरैचोटि भिडियो पनि भइसकेको छ। सो यहाँको बारेमा चाहिँ मैले त्यति एक्सप्लेन गर्दैन होइन। यहाँ अगाडि पानी आउँथ्यो, आजभोलि पानी पनि हुन्छ हुन्छ। वी आर नियर टु काँक्रेबिहार। ऊ चाहिँ बहुत एक्साइटेड भइरह, किनभने उसको फर्स्टचोटि हो नि त। रुख सुकेर आमा के हो क्या, ड्यामेज आजभोलि त्यही त यार सिजनै होइन जस्तो लाग्यो यार काँक्रेबिहार आउनुलाई। यो वातावरण नि रहिन्छ क्या पहिलाको। यो मन्दिर चाहिँ लास्ट निकै पुरानो हो, हिस्टोरिकल कुराहरू जोडिरहेको के यससँग। किनभने कुनै पनि ठाउँ के भन्छ त्यो पर्यटक ठाउँ हुनलाई चाहिँ त्योसँग
हिस्टोरिकल पुरा प्लस त्यहाँको हल्का ब्युटी हुनुपर्छ। त्यसले गर्दा चाहिँ पुरानो अनि यस्तो ढुङ्गाहरू छ, यस्तो स्टोनहरू क्या। ढुङ्गादेखि बनेको अरे कि कस्तो चिज छ भने आमा यो होइन, पुरै ढुङ्गादेखि बन्यो। एउटा के भन्छ त्यो एउटा एउटा गरेर बनाएर चाहिँ बनाउनु त, एउटा बनायो अनि त्यसमा थप्यो 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 थप्दा थप्दै माथि माथि कत्ता ल्याएछ यार यो आमा माथि छ। सही छैन अब चाहिँ दाम मान्न हल्का गर्मी रहेछ, गर्मी छ, हल्का खडेरी पनि छ होइन, हल्का खडेरी छ किनभने गर्मी समय हो। यता नर्मल कुरा हो, यता के भन्छ नेचुरल कुरा हो। सो हामी अब यहाँदेखि घुमेर बुलबुले जान्छौँ, उसलाई बुलबुले पनि घुमाइदिन्छु। यो चाहिँ काँक्री बिहार भयो अनि हामी जङ्गलदेखि सर आएर सर अब बुलबुले अगाडि छ, यहाँदेखि धेरै टाढा छैन, नजिक छ, यहाँदेखि जानुपर्ने हुन्छ। अनि हरियाली छ यो साइड चाहिँ होइन, यहाँनिर फुटबल खेल्नु पनि सही छ। हामी चाहिँ चोरी बाटो बुलबुले छेर्न आएको होइन पछाडिदेखि, किनभने हामी उतादेखि आएको नि त अघि हामी पारी साइडदेखि, यो जङ्गलमा कति मान्छे जङ्गलदेखि सर र अनि यता अगाडि क्या यिनीहरूलाई चोरी बाटो त भनौँ त गेट चाहिँ अगाडि छ बुलबुलेको, अनि पछाडिदेखि फाइनल्ली बुलबुले नि पुगियो। के हो बे यता ल तालभित्र ट्रक लाख त यार, बुलबुले के त्यो तालभित्र ट्रक लाख त लौ भ्याएको ट्रक लाख के अगाडि गएर हेरौँ है, कस्तो सकेट भइदिएर म यार, बनाउनु लाग्यो क्या हो यो बब्बा आजभोलि। सो आज चाहिँ कोही केटाकेटीहरू यता बसिरहेको, कोही दाई भाइहरू यता बसिरहेको होइन, सबै आफ्नो आफ्नो इन्जोयमेन्ट लगिरहेको, रिफ्रेसमेन्ट भन्छ नि त्यो। सो आई डोन्ट केयर अबाउट देम। मैले गरेको गेस सही लाग्यो है, अगाडि बुलबुलेको ताल चाहिँ बनाउनु लागेछ बल्ल, यो फाल्यो भने पहिला बोटिङ खतरा हुन्थ्यो, बोटिङ हान्ने हुन्थ्यो, पहिला सानो ताल थियो ठुलो बनाएर पानी सुक्यो, यस्तो थिएन पहिला। अहिले माटो फाल्ला त भ्याक्कुले हेर्न ऊ पारतिर, यहाँ भ्याक्कु ट्रकहरू लाग्नु कारण चाहिँ त्यही रहेछ, यस्तो हालेछ यतातिर। ए दामी हुन्छ अरे बनायो भने, फुल पानी भरिदियो यसमा, स्विमिङ, त्यसपछि स्विमिङ भन्छ बोटिङ टक्क, अनि बोटिङ अनुसारको पैसा काट्यो भने त्यत्तिकै भइहाल्छ। नेपालमा गर्न आउनु कि त्यही हो क्या, पैसा लगानी जति लुटिदिन्छन् त्यही छ गल्ती। अरू क्यान सी यस्तो छ, नेचुरल छ यो ठाउँ चाहिँ, ठिक छ होइन। यहाँ पहिला पानी खतरा आउँथ्यो यार, योदेखि पानी बवाल आउँथ्यो, अहिले बाँदरहरूले बिगारे के गरे है, फिस खतम बनाइदिइसकेछन्। हजुर नाइ नै फोटा यार मोबाइलभरि छन्। सो आज चाहिँ फोटाको लागि नि भनिरहेको थिएँ, हामी चाहिँ त्यस्तो फोटासोटा खिच्ने मान्छे परेनौँ, किनभने हाम्रो ग्यालरीमा त्यस्तो टन्नै फोटाहरू छ नि त, अनि कति फोटा खिच्ने हो र, बरु उसको चाहिँ म खिचिदिन्थेँ होला, हामीसँग खिचेर नि यहीँनिर एडिट हालिदिन्थेँ क्या। सो त्यही भएर सोधिरहेको थिएँ, ब्रोले मान्छे नि फोटा खिच्ने जस्तो हुनु पऱ्यो नि यार, फोटा खिच्ने जस्तो मान्छे छैन, जसले बोलायो त्यसको अगाडि गए त सकियो नि यार होइन। त्यही भएर सो वी डोन्ट गिभ अ फक अप। हेलो ब्रो, व्हाट्स अप। यो पानी कहिले नि सुक्दैन क्या, बुलबुलले भन्न कारण यहाँ बुलबुल गर्छ नि त, एक दुईवटा बुलबुल बुलबुल गरेर आउँछ, अनि त्यही भएर नाम राख्यो। अनि यो पानी कहिले सुक्दैन क्या, मैले अहिले कति वर्ष भइसक्यो यस्ताको यस्तै हो यहाँ। जे कहाँ हुनुहुन्छ, चटपटे बनाउनु न दुईवटा। सो यहाँ चाहिँ अब हामीलाई हल्का भोक लागिरहेको, चटपटे खानुपर्ने हुन्छ होइन, अनि दुईवटा पसल छ। मिल्दैन के मिल्दैन। अनि थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। होप हजुरलाई मन पऱ्यो होला, मन पऱ्यो भने डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब टु दिस च्यानल। र प्लस यस्तो यस्तो भिडियोहरू चाहियो भने चाहिँ हामीलाई फ्लो गरेर राख्नु होला, सब्सक्राइब गर्नु होला च्यानललाई होइन। अनि त्यही हो, ठिक छ।